खै रोग म पठाएँ एकछिन यो एक्सेप्ट गर्नु अलिकति यो चलपल बढिरहेको छ कि लाइभमा मान्छेहरू आइराख्नुहुन्छ होइन यो म्याचको त्यो पनि भने उतापट्टि सपोर्ट गरिदिनु होला यतापट्टि पर्दैन यो म्याचको केही मतलब पनि छैन तर उतापट्टि गएर चाहिँ सपोर्ट देखाइदिनुहोस् किनकि अलिकति चलपल भइरहेको छ कि लाइभमा के भइरहेको छ भनेर अलिकति माथि पठाउँछ ओके बास हुनु पहिला सुरु गरिदेऊ गरौँ ल कविताको शीर्षक चाहिँ बा है खै कस्तो चलन सजाएको छ यो समाजले अनि कस्तो मनस्थिति बोकेको छ यो भिडहरूले हेर न यहाँ साथ हुनेहरूको लागि अथाह प्रेम छ अथाह सम्मान छ तर त्याग गर्नेहरू यसरी हराएका छन् जसरी त्यो कक्षा 1 को कवितामा सियो हराएको थियो साँच्चै बा तिमी अनि तिम्रो सङ्घर्षहरू त्यो कक्षा 1 को कविताको सियो जस्तै हराएका छन् तिमीले बगाएका पसिनाहरू त्यो पानी भन्यो जुन पानी बालुवाको पहाडमा बिलाएका छन् गल्ती तिम्रो होइन बा आमाको ममता र मायाको पहाडभित्र तिम्रो सङ्घर्ष र त्याग यसरी दबिए जसरी त्यो ठुलो पहाडको मुनि एउटा नदी चुपचाप दबिएको छ त्यसैले होला हेर न आमाको ममता देखियो तर तिम्रो सङ्घर्षहरू बिलाए नि बा आमाको काख देखियो तर तिमीले ताते ताते गर्दै हिँड्न सिकाएका हातहरू किन देखिएन बा म दिनभरि डुलेर साथीभाइसँग खेलेर साँझ घर आउँदा आमाको हातले पस्किएर दिएको तातो खानाले निकै महत्त्व राख्यो जिन्दगीमा तर त्यही हाम्रो पेट भर्नकै लागि तिमीले एक छाक कमाउन बगाएको त्यो पसिनाको मूल्य किन देखिँदैन बा मलाई हाँस्न सिकाउनकै लागि तिमी चुपचाप सहन सिक्यौ मलाई मेरो सपनाको नजिक लिएर जान तिमीले आफ्नै सपनाका पखेटाहरू काटिदियो त्यो बाँझो खेतमा हलो समाउँदा तिम्रो हातका रेखाहरू पनि त्यही हलोमै छापिएका होला नै बा भन न बा त्यो पल्ला घरे ज्योतिषी बा हाम्रो घरको बाटो हुँदै आउँदा खोइ ठुले तेरो हात हेरौँ भन्दा हात देखाउँछौ कि हलो देखाउँछौ तिमी हामीलाई तातो बनाउन त्यो चिसो मुढा चिर्दा उठेका तिम्रा हातका ठेलाका दाग मेटिए कि उस्तै छन् बा आमाको पटुकीले पुसेको आँसुको दाग याद रह्यो तिम्रो हातमा ठेला उठेका थिए कसरी बिर्सिएँ मैले म लडेर चोट लाग्दा मलाई काखमा राखेर फकाउने आमाको काख याद हुँदा तिमीले काँधमा बोकाएर सिङ्गो गाउँ डुलाएको कसरी बिर्सिए बा मैले किनकि तिमी मेरो साथमा थिएनौ बा मलाई म बनाउनकै लागि तिमीले आफैलाई बेचिदियौ मलाई चाहिने हरेक कुरा किन्न तिमीले आफ्नै सपनाहरू बेचिदियौ तिमीले आफ्नो आँसु र पसिनाले मलजल गरेर कमाएको त्यो 100 रुपैयाँको नोट आमाको हातबाट पाउँदा आमाको ममता देखियो तर किन तिमी देखिएनौ त्यो 100 को नोटमा किनकि तिमी मेरो साथमा थिएनौ बा मैले जब होस सम्हाल्न सक्ने भएँ नि जब आफैलाई चिन्न सक्ने भए तिमी साँच्चै साथमा थिएनौ तिमी मलाई म बनाउनकै लागि आफैलाई प्रत्येक सेकेन्ड मेटाइरहेको थियौ तिम्रो सपना तिम्रो चाहना तिम्रो खुसी तिम्रो रहर सबै म थिएँ बा त्यसैले त तिमीले छोरो बनाउनकै लागि छोरोकै साथ त्यागेर सहर बसेका थियौ यो कस्तो महान त्याग थियो तिम्रो मेरो ओठ हँसाउन आफ्नै मन रुवायो मलाई मेरो इच्छा र सपनासँग भेट गराउन तिमीले मबाट नै टाढा भयो यो कस्तो दूरी हो बा तिम्रो सायद त्यसैले पनि होला मलाई हुर्काउने आमाको ममता देखियो आमाको काख भेटियो तर सन्तान बनाउनका लागि तिमीले गरेको त्याग र बलिदान किन यसरी बिलाए बा जसरी भारी बर्खामा असिनाका दानाहरू बिलाएका छन् किन बिरलै लेख्यो तिम्रो त्यागका कविताहरू किन गुमनाम छन् तिमीले सन्तान बनाउन आफैलाई बेचेका कथाहरू तिमीलाई थाहा छ बा आज म पनि बा बनेको छु मलाई सानो हुँदा सबैले भन्ने गर्थे म आमा जस्तै थिएँ अरे नाइ होइन बा ती सबै मान्छेहरू गलत थिए म हिजो पनि तिमी जस्तै थिएँ आज पनि तिमी जस्तै बनेको छु छोरोको भविष्य बनाउनकै लागि म पनि छुट्टिएको छु बा आज आफ्नै छोरोसँग हेर न बा हिजो तिम्रो काँधमा चढेर गाउँको गल्ली घुम्ने अधिकार गुमाए आज यही काँधमा छोरालाई राखेर त्यही गाउँको गल्ली घुमाउने रहर बेचिदिए म तिमी जस्तै बने बा आज पनि मेरो छोरो आमाको काखमा लुटुपुटु गर्दै रमाउँछ अरे म उसकै आमाको मुखबाट उसको कथाहरू सुनेर परदेशमा रमाउँदैछु तर बा जन्म दिने आमाले पाउन सक्ने माया कर्म दिने बाबालाई किन सौभाग्य भएन साँच्चै बा आज तिमी याद आएको छौ बस म यति भन्छु तिमीलाई तिमी मुटु दुख्ने गरी याद आएको छौ बा धन्यवाद दाइ।